गाइज वेलकम ब्याक टु मिनी ब्लग। आज चाहिँ घाम लागेको छैन गाइज, हजुरहरूले हेर्न सक्नुहुन्छ। आज मेरो बहिनीले खाना बनाउन लागेकी छिन्। हामी चाहिँ बाहिरको काम गर्न गएको थियौँ, त्यही भएर नानी र बहिनीले मिलेर अचार बनाउन लाग्छन्। गाइजहरू नानी चाहिँ आज चाहिँ घाम लागेको छैन, हजुरहरूले हेर्न सक्नुहुन्छ। गाइजहरू मेरो नानीले चाहिँ अचार बनाउन लागेकी छिन्। अचार चाहिँ बनिसक्यो गाइज। नानी त्यहाँबाट खुबै खुसी हुन्छन्, बोल्छिन्। यो चाहिँ हाम्रो घर हजुरको आउनुभएको थियो, त्यही सुन्तला खाइरहेको गाइजहरू। अहिले चाहिँ अलिकति घाम लागेको छ गाइजहरू। सुन्तला चाहिँ